नेपालमा भोटे कोशी त्रिशुलीमा चीन शासित तिब्बतबाट अचानक ठुलो बाढी आएकोले नेपालमा ठुलो नोक्सान पुगेको छ। कतै सहरहरू तहस-नहस भए, धेरै जनजीवन अस्तव्यस्त भयो, धेरै व्यक्तिहरू परिवार नाश हुन गएका छन्। यात्रीहरू पनि कति हराएका छन्। जति व्यक्तिहरू पनि यो संसार छोडेर गएका छन्, उनीहरू सबैको आत्माको लागि पूर्ण ब्रह्म परमात्माको चरणमा शान्तिको लागि हामी प्रार्थना गर्दछौँ। यसको साथमा जति पनि अरू नोक्सान भएको छ, असरग्रस्त व्यक्तिहरू जो जीवित छन् तर पनि कुनै न कुनै प्रकारले प्रभावित छन्, शारीरिक क्षतिको हिसाबले, आर्थिक क्षतिको हिसाबले, ती सबैलाई पनि सहयोग प्राप्त होस् अनि सबैको स्वास्थ्य राम्रो होस् भन्ने हामी कामना गर्दछौँ। धेरै सङ्घ संस्थाहरू, सरकारहरू सबै मिलेर राम्रो काम अहिले सेवाको भइराखेको छ र पनि दुर्गम क्षेत्र हुनाले जहाँ जुन प्रकारको सेवा उपलब्ध हुनुपर्ने हो त्यसमा कठिनाई आइरहेको छ र पनि विभिन्न सङ्घ संस्थाहरूले, विभिन्न स्वयंसेवी संस्थाहरूले यसमा सेवा पुर्याउने काम गरिरहनु भएको छ। उहाँहरू सबैलाई धेरै धेरै साधुवाद छ, धेरै धेरै धन्यवाद छ। अनि जो असरग्रस्त हुनुहुन्छ तपाईँहरू सबैको स्वास्थ्य राम्रो होस् र छिटै नै जनजीवन सामान्य बनोस् भन्ने त्यो हामी प्रार्थना गर्दछौँ। पहाडी क्षेत्रमा ज्यादा प्रभाव छ भने तराई क्षेत्रमा पनि प्रभाव त छ र पनि मानिसहरूले अलि पहिला चाल पाएर उनीहरूले आफ्नै बच्न प्रयत्न गरेका छन्। यो सराहनीय प्रयत्न हो। जति जुन ठाउँमा क्षति भयो अनि जो परिवारहरू यसमा नाश हुन गए, ती सबैको लागि सबैको आत्माको कल्याण होस् अनि असरग्रस्त व्यक्तिहरू जो छन् उनीहरूलाई पनि छिटै नै सहयोग प्राप्त होस् अनि स्वास्थ्य लाभ प्राप्त होस् भन्ने कामना गर्दै जनजीवन छिटै सामान्य बनोस् भन्ने प्रार्थनाका साथमा म सबैलाई साहसी भएर रहनुहोस् अनि सतर्क भएर रहनुहोस् भन्ने आग्रह पनि गर्दछु। वर्षाको समयमा अहिले परिस्थिति पनि विकट नै छ। कुन समयमा के हुन्छ, कस्तो हुन्छ, त्यसकारणले हामीले सधैँ अलर्ट भएर सुरक्षित ठाउँमा बस्ने अनि सुरक्षित रहेर काम गर्ने त्यो प्रकारको हामी हिसाब बनाऊँ, त्यो प्रकारको व्यवस्था गर्ने प्रयत्न गरौँ। यसैको साथमा म सबैप्रति पुनः संवेदना व्यक्त गर्दै मेरा दुई शब्दलाई विराम दिँदैछु। प्रणाम।